यदि तपाईँले सानोतिनो कुराबाट आफ्नो मनलाई आफै दुखाउँदै हुनुहुन्छ भने तपाईँले आफैलाई कमजोर बनाउँदै हुनुहुन्छ। तपाईँले आफैलाई कमजोर बनाउनु भनेको तपाईँको सपना र लक्ष्य प्राप्त गर्नको लागि आफै कमजोर बन्नु हो। यो दुनियाँमा जीव जगतदेखि वनस्पतिसम्म आफ्नो जीवनचक्र र आफ्नो अस्तित्वको लागि सङ्घर्ष गरिराखेकै हुन्छन्। जस्तो कि कसैले काटिदिएको वृक्षको फेदमा पुनः मुना पलाएर फलिराखेको हामी देख्न सक्छौँ। विभिन्न किसिमका बाढी पहिरोबाट लतारिएका पछारिएका आँधी बेह्रीले भाँचिएका बोटहरूमा पनि पुनः जागेर त्यसमा फलिराखेको हामी देख्न सक्छौँ। त्यहाँबाट पनि हामी के सिक्न सक्छौँ भने यो जिन्दगीमा सङ्घर्ष बेगर आफ्नो लक्ष्य आफ्नो सपना पुरा गर्नको लागि कमैले मात्र सफलता पाउँछ होला, होइन भने सबैले सङ्घर्ष गरेर मात्र नै आफ्नो लक्ष्य प्राप्त गरिराखेको हुन्छ, सपना पुरा गरिराखेको हुन्छ। जस्तो कि हाम्रो शरीरमा पनि कतै घाउ लाग्यो काटियो भने त्यो पनि बिस्तारै बिस्तारै पुरिँदै आउँछ र पहिलेको अवस्थामा आइपुग्छ। त्यही भएर सानोतिनो कुरामा मन दुखाउनु, आफ्नो मनलाई कमजोर पार्नु भनेको हाम्रै कमजोरी हुन आउँछ। आफ्नो मनलाई दर्बिलो पार्यो भने कतिपय अवस्थामा कतिपय रोगहरू पनि आफै जितेर आफै हराएर जान्छन् र हामी जित्न सक्छौँ। त्यसैले मनलाई बलियो पारौँ, आफ्नो लक्ष्य र सपना पुरा गर्नको लागि सङ्घर्ष गर्न नछोडौँ। धन्यवाद।